दिउँसोमा चाहिँ छिट्टो अनि मिठो नास्ता के खाने भनेर सोच्दै हुनुहुन्छ भने यो आलु चप चाहिँ बेस्ट हुन्छ है। सामानहरू पनि धेरै नचाहिने अनि घरमै उपलब्ध भएको सामानबाटै बनाउन सकिन्छ, त्यही भएर पनि सजिलो भइहाल्छ है। आलु, प्याज, बेसन, खुर्सानी अनि बेसार, स्वादअनुसार नुन, यसमा चाहिने सामानहरू यही नै हो। मैले चाहिँ फर्स्ट टाइम ट्राई गरेको, कस्तो हुन्छ हेरौँ है। यसले चाहिँ मजाले मिक्स गर्ने सबै सामानहरू हालेर, अनि त्यसपछि चाहिँ मैले चाहिँ चुलोमै पकाउने भनेर चुलोमा पकाउन लागेको छु। बाहिर युज गर्ने भएर यो भाँडा चाहिँ अलिक हालै छ। यसरी गोलो गोलो बनाउने, साइज बनाउने, अनि त्यसपछि बेसनमा चोपेर अनि फ्राई गर्ने। यसको लागि चाहिँ छुट्टै चटनी बनाएर खाँदा चाहिँ एकदमै मिठो हुँदो रहेछ। मैले चाहिँ ट्राई गरेँ, हजुरहरू पनि ट्राई गर्नुहोस् है।